आज हामीले किन यसरी गोली लखड्यो त आउनुहोस् हेरौँ पुरो भिडियो। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। आज म टक्कलाई रोपैतिर जाँदै थिएँ। जाँदै बाटोमा दुईजना बाजेहरू बस्नु भइरहेको रहेछ। मलाई झसँग पारिदिनु भयो भन्दै अगाडि बढ्दै थिएँ। बेलामा नि पुग्यो तर कोही आउनु भएको रहेनछ। एकछिन वेट गरेँ। वेट गर्दै उहाँहरू एकैछिनमा आइपुग्नु भयो अनि उहाँहरू भ्यू गाड्नेतिर लाग्नुभयो। म चाहिँ टक्कलाई एकछिन बसेँ अनि गोरु नारेर जोत्न थालेँ। तर लास्टै गाह्रो हुँदो रहेछ भनेर गोरु चाहिँ म जोत्दिनँ भनेर बाजेलाई दिएँ। बाजेले जोत्नुभयो अनि म चाहिँ फेरि भिडियो बनाउनतिर लाग्यो। भिडियो बनाउँदा त यसो तल हेरेको दिदीबहिनीहरू भ्यू खोल्दै हुनुहुँदो रहेछ अनि म चाहिँ फेरि यसो कार्दतिर हेर्दै यता फेरि एउटा भाइको आफ्नै इच्छा पारेँ। नगेको चिन्ता भन्दै हामी चाहिँ यसो बसिरहेको थियो अनि बस्दै झ्याउ लाग्यो। फेरि यसो माथि क्यामेरा घुमाएको दुई तिनजना आमैहरू मस्त सुरुट थान्दै हुनुहुँदो रहेछ अनि भन्दै फेरि लाग्यो हामी खेततिर खन्नलाई। अनि फेरि यता आफूले जोत्न जाने अरूले जोडेको नि लखडिदिनु भन्दै गोरुलाई गोरुलाई लाग्यो। अनि हामी कलाएर यसो एकछिन खनाए जस्तो गऱ्यो अनि खन्दै लास्टै जग्गा आयो भनेर खाजा खाने टाइम भएछ। खाजा खानतिर लागेको त्यसको बाजे लास्टमा त मलाई नै खाजा नदिइराखेँ। फेरि माग्न गएँ मलाई खाजा चाहियो भनेर गएको अनि हालिदिनु भयो। अनि मैले जबरजस्ती मागेर खाएँ अनि यसो एकछिन बसिरहेको थिएँ। हाम्रो आमा फेरि आफ्नै तालमा अनि यता फेरि हाम्रो रोपाइँको सधैँ यस्तै हुन्छ। अन्तिम लास्टमा चाहिँ नाचगान गर्ने रमाइलो गर्ने हुन्छ। अनि एकछिन त्यो हेऱ्यो अनि हेर्दै अब घर जानु पऱ्यो भनेर घरतिर लाग्यो। घरबाट यसो पछाडि हेर्दै आफ्नै फेस हेरेको त के हो यस्तो माटो थाहै भन्यो अनि हिँड्यो। घर आउँदै थियो, घर आइपुग्यो आउँदै अनि घर आएर यसो ढोका खुल्यो अनि कपडा चेन्ज अनि टक्क लाग्यो अनि त्यसपछि भिडियो एडिट गर्नतिर लाग्यो।